You might be wondering why am I doing so? कसैलाई यो आसन अथवा एक्सरसाइजको नाम थाहा छ भने प्लिज डु कमेन्ट. सो हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल. आज हामी बिहान बिहान स्कुल जाँदैछौँ फर योगा सेसन र मैले त्यहाँ के सिकेँ आइल सेयर विथ यु. किप अन वाचिङ. 12औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा युवा नेपाल समिति कास्कीद्वारा आयोजित 1 दिवसीय तालिम हामीले जेठ 31 गति लिएका थियौँ र हामीले यहाँ धेरै नयाँ कुराहरू पनि सिक्न पायौँ. युवा नेपाल समिति कास्की र हाम्रो स्कुलले दिनुभएको यो अवसरको लागि म धेरै धेरै आभारी छु, किनभने यो सेसन एकदमै फ्रुटफुल थियो. सुरुमा हामीले गर्यौँ मेडिटेसन, त्यसपछि वार्म अप चाहिँ एकदमै एनर्जेटिक भएको थियो है. त्यसपछि हामीले गर्यौँ सूर्य नमस्कार. उहाँहरूको जस्तो फ्लेक्सिबिलिटी त थिएन ममा, बट स्टिल आई ट्राइड. त्यसपछि हामीले गर्यौँ मेडिटेसन. यो मेडिटेसन चाहिँ मलाई लाइफ टाइमसम्म याद रहनेछ, किनभने ड्युरिङ द मेडिटेसन जमुना म्यामले कस्तो राम्रो स्टोरिजहरू सेयर गर्नुभएको थियो. उहाँले सेयर गर्नुभएको कथाहरू चाहिँ भागवत गीतामा आधारित थियो र मलाई एकदमै मिनिङफुल लाग्यो. इट जस्ट टच्ड माई हार्ट. आइ एम अ भेरी इन्क्युजिटिभ पर्सन. फर मी टु सिट लाइक दिस एन्ड डु द मेडिटेसन वाज क्वाइट च्यालेन्जिङ. म लाउड म्युजिक सुन्ने, जुम्बा कार्डियो गरिराख्ने बानी भएको हुनाले सायद गर्न सक्दिनँ कि भनेको आई डिड इट. त्यसपछि हामीले गर्यौँ कपालभाती. त्यसपछि अनुलोम विलोम. त्यसपछि गर्यौँ हामीले ब्राह्मरी. यो चाहिँ वान अफ द बेस्ट प्र्याक्टिस थियो. मलाई चाहिँ एकदमै आनन्द आयो यो सबै गरिसकेपछि. त्यसपछि हामीहरूले चाहिँ गर्न थाल्यौँ स्ट्रेचिङ. यो चाहिँ आसनहरू गर्नुभन्दा अघिको स्ट्रेचिङहरू हामीले प्र्याक्टिस गरिराखेका थियौँ. बच्चाहरू, टिचर्सहरू सबै फुल्ली एङ्गेज हुनुहुन्थ्यो एन्ड एभ्री वान वाज इन्जोइङ द सेसन. आई वाज अमेज टु सी आर्या. सी इज वान अफ आवर स्टुडेन्ट र त्यो दिनको लागि चाहिँ हाम्रो ट्रेनी पनि हुनुहुन्थ्यो. उहाँले चाहिँ यस्तो राम्रो आसनहरू विथ कम्प्लिट मेच्योरिटी, फ्लेक्सिबिलिटी र एकदमै मन परेको चाहिँ मलाई उहाँको संस्कृतमा गरेको त्यो कथा वाचन, त्यो श्लोकहरू एकदमै मन पर्यो कि सी इज सच अ मल्टी ट्यालेन्टेड गर्ल एन्ड आई विश हर अल द बेस्ट फर द फ्युचर. यो सबै देखेर चाहिँ मलाई मेरो स्कुल डेजको पनि याद आएको थियो, किनभने हामीले पनि इन्डियामा समर क्याम्पमा यसरी नै योगा, डान्स, सिङ्गिङ, स्विमिङ सबै गर्ने गर्थ्यौँ. सो इट वाज कम्प्लिटली वर्दी फर मी. मैले चाहिँ सबै आसन ट्राई गरेँ, तर लास्टको शीर्षासन चाहिँ गर्न अलिकति डर लाग्यो. यो सबै आसन गर्दा चाहिँ मलाई एकदमै रमाइलो भएको थियो. सो सबैजनालाई 12औं अन्तर्राष्ट्रिय योग दिवसको धेरै धेरै शुभकामना. योग गर्नुहोस्, स्वस्थ रहनुहोस्. योर हेल्थ इज द मोस्ट इम्पोर्टेन्ट एस्पेक्ट इन योर लाइफ. सो किप अन वाचिङ. थ्याङ्क यू फर सपोर्टिङ एभ्री वान. बाई बाई.